सोलाइट गुड मर्निङ गाइज, गुड मर्निङ। स्वागत छ सबैजनालाई फेरि पनि आजको न्यू डे न्यू भ्लगमा। सबैजना सन्चै आरामै हुनुहुन्छ होला र म पनि यता सन्चै आरामै छु गाइज है। र अहिले बिहानको लगभग हजुरको 9 बजिसकेको छ। आज चाहिँ 9 बजेबाट भ्लग सुरु भएको छ होइन। म चाहिँ भर्खर उठेर यताउता फ्रेस भएँ। अब यहाँ बिस्तारै नथालिने यसलाई पठाउनु पर्ने छ होइन। सो गाइज अब गाइज र बिहान बिहानै के रहेछ बुढीले के बनाएर छोडिछ। बिहान बिहान तरकारी सरकारी बनाएर छोडिसकेछ। दुध मन तातो त रहेछ होइन। हल्कै मन तातो दुध खाएर गयो यार। घाँटी बस्ला जस्तो भयो मेरो त आज फेरि यार। च्याप्प पारेछ घाँटी यति दुध खाएर अनि आज चाहिँ ढिलो ढिलो उठ्यो गाइज होइन। किनकि हिजो म एकदम दिनभरि उस भएको थिएँ नि त। अनि राति 10 बजीसम्म देख्नु भएको हजुरहरूले होइन मेरो ड्युटी त्यही नै भइरहेको थियो। यता चाहिँ भगवान् भात खाएर यहीँ छोडेर जस्तो चिसो गर्ला जस्तो कडे कि कल्ला जस्तो भइसक्यो यार। ल गाइस चाहिँ टक्क हनी फिटेर हनी दुध खानु पर्यो। हनी दुध हनी दुध हनी दुध हनी दुध। यो जाडो छ नि गाइस, जाडोमा धेरै दामी काम गर्छ नि यो हनीले। थाहा होला नि होइन हजुरहरूलाई। चिसो बाटो बचाउँछ नि यसले धेरै राम्रो तरिकाले। ल गाइस
सो लगाइस ल त्यही नै हो होइन म चाहिँ अब रेडी भइसकेँ मेरो काममा जानलाई उठेर होइन ल अहिले चाहिँ अब म कामतिर जान्छु गाइस टक्क लाएर अहिले एकछिनमा आएर फेरि भेट्नुपर्छ है म खाना खाने बेलामा आउँछु होइन कामतिरको माहौल पछि हेरौँला अहिले चाहिँ म लाग्छु गाइस ओके ल गाइस ल म चाहिँ अब घर आइसकेँ होइन घर आएर अब खाना खान लाग्यो डेन्जर भोक लागिरहेको अहिले चाहिँ दिउँसोको 1 बजिसक्यो है र हेर्न सक्नुहुन्छ यहाँ चाहिँ अब मेरो माछाको यो फिल्टर साफ गर्न लाग्यो होइन फिल्टरै चलेन कि एउटा त्यो यसलाई साफ गर्नु पऱ्यो होइन तिम्रो लागि यो छ नि गाइज यसलाई फिल्टरले यो फिल्टरलाई चाहिँ स्याक्क साफ गर्नु नगर्दै भएन कि परवर्ती जाने अल्छीहरू मैले भ्याउनु परेन कता कतै भ्याउने आफूले जतासुकै हैरान भयो पैसा चाटमा ब्याङ्कमा जान छ त चेक साट्ने होला नि तिमी जान्छौ कि म जाऊँ ल ल तिमीलाई त केही कामहरू नै हुन्न फेरि आजकल त बडा भन्नु मान्छे भने बडा त्यो अन्डा उस भयो क्या बुडु समात्छौ कि समात्दैन यो ल ल ल म चाहिँ यहाँ अन्डा बनाउनु पर्छ कि फेरि भ्लग बनाउनु दिनै पर्छ है के काम भ्याउने हो फेरि तासियो त अन्डा खान पर्छ फेरि नबनाइदिने त्यहाँ रिसाएर 2 बजी 200 3 बज्न लाग्यो भात खान लाग्नु बल्ल 3 बजे यता सागको तरकारी है यिनलाई मात्रै हो यो टमाटरको चटनी है यिनलाई मात्रै हो अब यो आलु र सिमी छ यता के अरे उस छ के अरे चना र आलु अनि यता दुध छ यति खुवाएर पठाउने यति खुवाएर पठाउने यति खुवाएर नपठाइदिए कहाँ हुन्छ फेरि 1-2 बजी दुध छ 1-2 अन्डा तेल राम्रोसँग पकाउनु पऱ्यो नि त अब सिक्ने फेरि स्कुलको सेतो जुत्ता लाएर गहन लगाइदिनु म चाहिँ दिउँसोको 2-3 बजे अब खाना भात दिन्छु कि म त 10 बजी खाइसकेको छु भोक लाग्ने बेला हुँदैछ ल बुडु म भात पसिन्छु लगाइज ल भात खानु पऱ्यो है त ल गाइस म चाहिँ अहिले अब यो तल्लो बिरौटा है सुन्दर बस्तीतिर सुन्दर बस्तीको नजारा हेर्दै अहिले त धानको खेतको धान पनि काटेर पुरै खाली लागिरहेको होइन बिहान उठेर यसो मर्निङ वाक आउनु पऱ्यो अब भनेको कसम ल शुद्ध 12-1-2 बज्छ अनि बिहान उठ्दा ढिलो हुन्छ त्यही भएर आउन पाइराखेन अब आउनु पर्ने छ गाइस सोरलाइट गाइस हेर्न सक्नुहुन्छ अब अहिले चाहिँ म यता दोबिलातिर जाँदै हो है टक्क लाएर यहाँ मतगौडा आइपुगेँ म चाहिँ होइन तिमीलाई मन पर्ने
ल है त गाइज ल लगाउने चुरा किनिदिन्छु सिनेमेटिक शट भिडियोग्राफर बाई 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 भिडियोग्राफर बाई चुरा किनिदिन्छु भरि लगाउने गाइस यो चाहिँ दोबिल्ला है दोबिल्लाको पुल हेर्नुहोस् खोला हेर्नुहोस् कस्तो छ भनेर तिमीलाई मन पर्ने कुरा किनिदिन्छु यताको माहौल पनि आनन्द छ कि यो दोबिल्ला साइड पनि है टक्क आनन्द शान्त कि नेचुरल भाइब्स छ कि दोबिल्लातिर पनि पारी पारी हेर्नु न टक्क डाँडाको टुप्पा टुप्पामा घाम पुगिसके सहारा फुटबल क्लब एकाडेमी अरे गाइस तिमीलाई मन पर्ने कुरा किनिदिन्छु हातभरि ल गाइस यहाँ चाहिँ हेर्न सक्नुहुन्छ दामी तरिकाले होइन हिले बकुल्लाहरू के खोले बकुल्ला साँच्चै खोले बकुल्लाहरू रुखकै भरि खाएको हेर्नु त ए डेन्जर धेरै बस्यो है त्यहाँ भयो वहाँ पारी पनि छ कि गाइस वहाँ पारी नि हेर्नु न भएन भनेर कहाँनिर हो यहाँ हेर्नु न यहाँ पनि छ यी पुरै भरि खाएको पुरै यहाँ झन् छ्याल ब्याल बसिरहेको सो त्यही नै हो गाइस म चाहिँ अहिले यहाँ दोबिल्लामा छु होइन कस्तो ब्लर आएको यार ल है त दोबिल्लाको नजारा हेर्नुहोस् बवाल छ कि होइन खतरा देखिन्छ कि सम्मै हल्का हिमाल आज चाहिँ हिमाल खुलिरहेको होइन हिमाल खुलेको भए बवाल देखिन्थ्यो सो त्यही नै हो गाइस ल म चाहिँ अब निस्किन्छु है चलिदिनु पर्छ यहाँ नि के छ के लथालिङ्गै भयो गाडीमा अहिले चाहिँ यहाँको बाटो नि बनाइदिएछ गाइस पहिला हामी यता तलतिरबाट घुमेर जानु पर्थ्यो है अहिले यहाँनिर हेर्नु न आउट यहाँको बाटो बनाएर म जान्छु भनेको ऊ पहिला आइदियो उनी त पहिला उसले साइड दिएको थियो नि त मलाई तर मैले ल ल ल यताबाट थियो नि त पहिला बाटो अहिले सुरुको बाटो त यही हो हुन त यहाँ पहिरोले गर्दाखेरि उताबाट बनाएको थियो अहिले यहाँ यतिको चाहिँ बनाएछ होइन तर यहाँ अझै बनाउन पर्ने हुन्छ है किनकि यहाँ ऊ गयो 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 यहाँ पनि धक्कालाई धक्काल चलिरहेको थियो के को धक्कालाई धक्काल हुन्छ नि त्यस्तो टाइट सलाड गाइस त्यही नै हो मजा भइरहेको होइन सर हजुरहरूले भिडियो हेरेर इन्जोय गर्नु है एकदम म चाहिँ कस्तो भन्दा एकदम नेचर के जे छ त्यही देखाइदिन्छु गाइज म त्यो यताउता धेरै एडिट गरेर धेरै होइन मोडिफाई गरेर म देखाउँदिनँ गाइज म जे छ त्यही ड्याङडुङ खिच्ने हो ड्याङडुङ हालिदिइहाल्ने हो कि देखाइदिइहाल्ने हो टेन्सनै छैन धेरै सङ्घर्ष धेरै कष्ट गर्नै पर्दैन कि किनकि नेचर हेर्नुमा नि छुट्टै मजा आउँछ नि त फेरि जे हो त्यही हेर्नु भने एडिट गरेर हेरेको त त्यो फिल्म जस्तै भयो होइन हुन त जे होस् मलाई चाहिँ नेचर देखाउन मन लाउँछ नेचरसँग घुम्न मन लाउँछ त्यही भएर हो गाइज होइन जे छ त्यही देखाउने कारण यहाँ नि अब यस्तो मोमो सोध्नु पऱ्यो
तान्छ के तान्न त गाडीले त मिठो तान्छ के ढुक्क गाइस ओम नमः शिवाय जय नागराज यहाँनिर बिचमा लगभग यस्तै नै हो यता एकतिर बनाउँछ एकतिर बिग्रिन्छ होइन ओ सानो भाइ न्याउली बनैमा के नि हुन्न जहाँ बस्दा लाइन हुन्छ यसै यो कहाँ राखेको नि त नि फेरि ल त नि हिँड्न जाऊँ छिटो क्या है त अभिषेक छैन भने चिच्चाइदी चाहिँ अभिषेक त्यही ढोका नि ढोका हेर्न दुईतिर ढोका लाएर बसियो ला यस्तो हरामी बुढी खाएर सानो फ्रिजमा राख्ने भयो होला नि कति बनाएको अरू चिकन कसले बनाएको नि यस्तो सानो सानो अलि अर्को अलि तानेर बनाउनु लाउनु भन्नुभयो हो त्यसरी तानेर बनाउनु पऱ्यो कि ल ल ल भयो जाऊँ ल तातो पानी खानु लानु पऱ्यो गर्नु पऱ्यो नि ल सो गाइस ल म चाहिँ अब बल्ल बल्ल रातिको 10 बजे घर आइपुगेँ होइन कामदाम गरेर सो त्यही नै हो ल अब चाहिँ खाना खानु पऱ्यो होइन अनि फेरि भेटौँ ल गाइस ल म चाहिँ आजको भिडियो एन्डिङ गर्न चाहन्छु होइन तपाईँहरूलाई के कस्तो लाग्यो राम्रो लाग्यो लाइक कमेन्ट सब्सक्राइब गर्न नबिर्सनु ल ओके बाई बाई गाइस फेरि भेटौँ